जुठो सुठो छ हेर यस्तो छ यस्तो छ त्यो भाडा मान्न सिकाउन नि के तिम्रो बाउ आमाले के गरेको राम्रोसँग मान्ने कस्तो बुहारी ल्याएको छ नि छोराले पनि राम 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 के नानी के नाटक गर्ने त्यो आँसुको बनेर झार्न परे खाइन त्यो आँसुको पानीको आज चिया खान पाइयो मम्मीले पकाएको बस्नु न महारानी के गर्दै महारानी भाडा धुँदै हुनुहुँदो रहेछ यति भाडा थुपारिदिएर अनि गरेर आएँ म त मन पराएर ल्याएको बुहारी खानु होला नि अहिले त अब मैले मन पराएको हो त जान्छ त के हो तेरै भाइले मन पराएको त हो नि मैले मन पराएको हो र हामी जति भन्दा फुटेछ कि यस्तो मेरो राम्रो भाइ यस्तो आँखा आउनु भयो महारानी म त मान्छे देखेर नि मम्मी यहाँ नराख लैजाऊ लैजाऊ त यहाँ कति थरी धन्दा चाहिँ यहाँ काम चोर्न आगी काम चोर्न आगी नि लैजाऊ आफै खिच लुगा धुनु छ त्यत्रो डङ्गुरिया काम चोर्न आगी यहाँ के भन्छन् भनेर कुरा सुन्न आगी हो कुरा सुन्न आगी हो पर्दैन 20 पनि पर्दैन हामीलाई 21 पनि पर्दैन के पनि पर्दैन जाऊ तिमी खाऊ कति बेर लागिराख यो लुगा धुनलाई यत्रो लुगा छ यो कहिले धुन्छ तेरो बाउ आएर धुन्छ कि तेरो आमा आएर धुन्छ मलाई बरु मलाई मार्नुस् मार्यो भने मलाई मार्नुस् मेरो आमा बाउलाई के पनि नभन्नु अझ रुन्छेस् नाटक पार्दै छिटो गरेर छिटो आइहाल ठिक गर्नु ठिक गर्नु यसलाई नि यस्तै गर्नुपर्छ तपाईँले त जानु रहेछ होइन अस्ति भयो तपाईँहरूले मलाई किन यति धेरै देखि नसक्नु भएको मैले त टाउकोमा चढाउनु हेर्नु मलाई किन हेलो मम्मी नानी किन रोको तिमी मम्मी मलाई नाले अति गरे नाले मलाई मार्छ मम्मी मलाई बचाउन मम्मी नालेसँग बस्न सक्दिनँ मलाई नाले कुट्छ पिट्छ मम्मी त्यही हो छोरी मान्छेको जिन्दगी छोरी मान्छेले हरेक कुरा सहनु पर्छ नानी अब जति दुःख परे पनि हामी आइमी मान्छेको कर्मै यस्तै नै हो गरिरहनुपर्छ है